हामी चाहिँ ठिक अहिले दार्जिलिङको घुममा हामी आइपुगेका छौँ र यो रेलवे स्टेसन चाहिँ सबसे पुरानो रेलवे स्टेसन हो। सन् 1881मा बनिएको अनि त्यो पालामा चाहिँ ब्रिटिसको पालामा बनिएको रेलवे स्टेसन हो। अहिलेसम्म एकदमै तपाईँहरूले देख्न सक्नुहुन्छ, एकदमै सुन्दर छ, पुरानो पुरातात्विक, हेर्दा पनि रमाइलो लाग्ने एउटा इतिहास छ त्यो स्टेसन। आज म दुई देशको बारेमा भन्न लागिरहेको छु र यतापट्टि चाहिँ इन्डिया छ र यतापट्टि चाहिँ नेपाल छ अनि यो रोड चाहिँ सिमाना रहेको छ अनि यो जग्गाको नाम चाहिँ हिले हो। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यतातिर नेपालको जग्गा छ नेपाल यहाँसम्म देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। हामी अहिले ठ्याक्कै सिमानामा आइपुगेका छौँ र यहाँ तल देख्दै गरेपछि सबै नेपाल पर्छ। आधा नेपाल माथि चाहिँ सन्दकपू पर्छ। यो तल देख्दै गरेको चाहिँ माने भन्ज्याङ हो अनि यता नेपाल पर्छ, त्यो चाहिँ इन्डिया नेपाल बोर्डर हो। त्यो पनि यो उकालो गयो भने चाहिँ हिमाल कञ्चनजङ्घा देख्न पाइन्छ। त्यहाँबाट गयो भने यहाँबाट ओह्रालो हेऱ्यो भने चाहिँ इलामहरू कता पर्छ। कस्तो लागिरहेछ? जाडो लागिरहेछ। अब हामी यहाँबाट जाँदैछौँ अनि हामी हिलेबाट अब पशुपति नगर पुग्नुको लागि हामीलाई 2-2.5 किलोमिटर छ। पशुपति नगर पुग्छौँ। हजुरहरूलाई यो बाटो देखाउन चाहन्छौँ। इन्डियाको बाटो यस्तै छ अनि यो ठाउँले चाहिँ दुईवटा देशलाई जोडेको छ। यो चाहिँ एउटा सिमाना हो। यो भित्ताहरू देख्दै हुनुहुन्छ, यो सबै नेपालपट्टि पर्छ भनेदेखिलाई यो बाटो चाहिँ सिमाना हो अनि सिमाना यहाँदेखि उता चाहिँ भारत पर्छ। तपाईँको राम्रो हेर्नुभयो भने अहिले हामी ठिकै सिमानाको जुन एउटा बाटोमा कुदिराखेको छौँ। त्यतिबेला हामी जाँदैछौँ लामाहट्ट, दार्जिलिङ लामाहट्ट जाँदैछौँ। यो बारी देख्दै गरेको सबै नेपाल हो अनि यस्तो छ बाटोहरू। देख्न सक्नुहुन्छ यस्तो छ। अहिले चाहिँ हामी लामाहट्ट प्रवेश गरिसकेका छौँ, तर पनि हाम्रो गन्तव्यमा चाहिँ हामी पुगेका छैनौँ। अनि हजुरहरूले देख्न सक्नुहुन्छ पारिपट्टि रहेको सुन्दर भ्यू चाहिँ दार्जिलिङ सहर हो। हामी पेसोकको भोटे डाँडामा आएको छौँ अनि यो पारी देख्दै गरेको चाहिँ तपाईँको यो कालिम्पोङ हो र यता देख्दै गरेको चाहिँ सबै सिक्किम पर्छ, यता नाम्ची पर्छ अनि एकदमै रमाइलो जग्गा। दार्जिलिङ एकदमै सुन्दर छ, एकदमै रमाइलो ठाउँ छ। यहाँ माथि हेर्नुभयो भने यस्तो छ हाम्रो दार्जिलिङ अनि साह्रै राम्रो जग्गा।